युवाहरू देश र विदेशमा विभिन्न आफ्नो गतिविधिलाई अगाडि बढाउने सन्दर्भमा नेपालमा केही सम्भावनाहरू खोजी गर्ने सन्दर्भमा नपुगेर विदेश पलायन हुन सक्नेको सङ्ख्या आज दिनदिनै बढेर गइरहेको छ। हामी 18 देखि 40 वर्ष युवाहरूको सङ्गठनभित्र बसेर लिडरसिप डेभलपमेन्टमा बसेर काम गरिरहेका छौँ। हामीले एउटा अभियान आजको दिनमा चलाउन आवश्यक छ। नेपालमा पनि सम्भावना छ। यो सम्भावनाको खोजी गर्ने क्रममा देशका साथीहरू सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता छ। हामी इन्डिभिजुअल रूपमा नेतृत्व विकास त गऱ्यौँ होला, तर हामीले गरेको नेतृत्व विकास गर्ने सन्दर्भमा हामीले सिकेको कुराहरू इमान्दार यो समाज परिवर्तनको पक्षमा उभिनुपर्ने आजको आवश्यकता छ। सँगै बालकोट विशेष वर्ष 26मा निर्वाचित हुनुभएका साथीहरूप्रति मेरो अपेक्षा छ, तपाईँहरूले गर्ने लिडरसिपमा, तपाईँहरूले सिकेको चिजमा, तपाईँहरूले दिएको जुन विषयवस्तुहरू छ, यो समाज रूपान्तरणको लागि तपाईँले इमान्दारपूर्वक उभिदिनुको लागि पनि म आग्रह गर्न चाहन्छु। यद्यपि नेतृत्व कुनै पद हो जस्तो मलाई लाग्दैन। नेतृत्व भनेको एउटा जिम्मेवारी हो, उत्तरदायी